पार्टी गर्न त आइयो यार, लास्ट रात परिसकेछ। अब के गर्ने होला यार, कहाँ जाने हो त? घरमा अब बुढीले पार्टी गर्न दिँदैन। पार्टी गर्न जाम यसो कसैको छोड्या घरतिर भनेको, रात परिसक्यो। त्यही त भने यार, मलाई त कस्तो डर लागिरहेछ। के गर्ने त अब? के को डर हो रे? डर के को हुन्छ त? रात परेर भनेर पो त डर त के को हुने अरे? कहाँ हुन्छ यार? हेर त, यत्रो जङ्गल छ, सुनसान छ त्यही माथि। यस्तोमा त भूत हुन्छ अरे नि त। मेरो त कस्तो आँगै सिरिङ्ग गरेको छ भने लास्टै डर लागेको छ यार मलाई त। मुला के को डर हो र? यस्तोमा नि भूत हुन्छ हावागुडा? अहिलेको जमानामा कहाँ भूत हुन्छ यार? हामी त अहिलेको जेनेरेसनमा नि त्यस्तो भूतसँग डराउने नाटक नगर जामी। अब माथि घर आउँछ अरे। हेरिस्, मैले भने तँलाई पक्कै पनि यो भूतले तर्साएको हुनुपर्छ। बरु फर्किने यार। त्यो माथि झाडीमा राति राति के हुन्छ? खस्या त्यो ढुङ्गा यस्तोमा डराउने जाम। भक्सी खान पनि यस्तो ठाउँमा आउनु पर्यो यार। त्यही त भने यार, अब घरमा खाने भने बुढीले बनाउँछ नि, गोठ छ नि, त्यो गोठमा बसेर मजाले मस्ती गरेर खाएर बिहान चिल्लाएर जान्छ। फोहोर छ त यहाँ, कता बस्ने? ऊ त्यहाँ बस्यो भने त्यहाँ राम्रो छ।
रक्सी खान यस्तो ठाउँमा आउनु परेको छ के हो अब के गर्ने त यार उता घरमा बुढीहरूले मारिहाल्छन् मलाई त यार किन हो यो घरमा कस्तो कस्तो डर लागिरहेको छ यार मन निकै डराएको छ भने ए मुला अब के हो यस्तो ठाउँमा पनि डर मान्छ अब यस्तो के छ सधैँ खाने त हो नि यस्तो ठाउँमा अब मेरो बुढी त खासै थिएन तेरै बुढीले गर्दाखेरि यहाँ आउनु पर्यो थाहै छ के रह्यो राइट ओइ अब यो बेलामा त के घरको बुढीको भन्दा पनि राम्रो केटीहरू भएर त यस्तो मजा आउँछ जस्तो अब भाग्यमै नल्याएर रहेछ अब यही रक्सी खान त यहाँ आउनु परेको छ तँलाई केटी ल्याएर आएको थाहा भयो भने बुढीले के गर्छ भन त्यो त हो यहाँ के सुनिस् के भयो केटी कुरा गरेर केटी आयो होला नि भाइ आउँछ भन्दा बित्तिकै केही आउँछ न आइहाल्छ नि तैँले चाहिस् आयो होला डर छेरुवा छस् डराउलास् फेरि जा गएर आज लास्ट डर छेरुवा छ
देखे जस्तो लाग्थ्यो त खुसी लाग्यो कि अब कहाँ गएछ त्यो आइस आया म बाहिर पिसाब खाइदै थिएँ कि बाहिर झेलमा त एउटी केटी उभिरहेको थिएँ यो घरमा त मान्छे बस्छ नि क्या हो होइन के भन्छ यो केटी उभिएको थिएँ कि हो यार मैले पनि यहाँ केटी देखेँ जस्तो लाग्थ्यो तर भरमबाज जस्तो लाग्यो गर मैले यार यो घरमा पक्कै मान्छे नै बस्छ खै हेर्नु जान्न त होइन त खोइ छैन यार छैन भ्रम भयो अघि मलाई त्यस्तै यहाँ केटी उभिए जस्तो देखेँ हेर्नु मैले त त्यही उभिएकै थिएँ जानु सानो यस्तो घरमा नि को बस्छ र यार त्यत्तिकै भरम भइरहेको रहेछ यार मलाई विश्वासै लाग्यो त पनि डरसेर यत्तिकै डराउँछस् कि यार केटी उभिरहेको हुन्छ यार अघि एउटै थियो साथी यो घरमा बस्छन् क्या मान्छे हजुरहरू को हो को त्यहाँ को हुनुहुन्छ यता आउनुहोस् त हजुर हेलो आउनु न आउनु किन हो त्यहाँ उभिएर हेर्नु यता आउनुहोस् न ओए मलाई केटी चाहियो भन्दैछ त देखिस् कसरी अन्त आए म त अचम्म परेको छु यार के अचम्म के हो सपना हो कि बिपना हो पिभनै हो क्या मुला
अजिङ्गरको हारा दैवले पुर्याउँछ भने आइयो देखि जा कुराहरूपट्टि यति राम्रै मान्छे 2 जना मात्रै यो घरमा बस्नुहुन्छ तपाईँहरू घरमा त कोही छैन नि त नि अरू कोही छैन डर लाग्दैन तपाईँलाई यो घरमा कोही बोल्नुहुन्न के गर्नुहुन्छ नि तपाईँले खानुहुन्छ ठिक छ मै खाम्ला ती राम्रो केटीलाई लत पनि बसाल्नु बोल्नु न बोल्नु उहाँ बोल्नुहुन्न आफै बुझ्नुपर्छ अब हामी त्यही लागेका छौँ बियर खानुहुन्छ अब ठिकै छ बियर नखायो भने मासु त खानुहुन्छ होला नि कहाँ भागेको फेरि तिमी के सपना देखेँ मैले मलाई त्यस्तै भयो भने म त है केटी थियो म त होइन यसो गएको थिएँ स्वाट कहाँ के भइरहेको छ रक्सी यस्तरी लाग्छ लाग्दो रहेछ लाग्दो रहेछ छैन नि त केटी चाहिँ यहीँ थियो केटी ओए मुलामा आएको केटीलाई नि लिने केटीलाई नि भगाइदियो
तैँले होइन खुट्टाको पत्लो होइन सबै छैन त डर लाग्यो के हो?